मलाई नसम्झाउनुस्, म नेतृत्व छाड्दिन। भर्खरै गुन्डुमा भएको बैठकमा अध्यक्ष ओलीले दिएको यो कडा अभिव्यक्तिले नै अहिलेको मूल राजनीतिक द्वन्द्वको कथा भन्छ। उहाँको यो भनाइबाटै प्रष्ट हुन्छ पार्टीभित्रको आन्तरिक सङ्घर्ष अहिले कति पेचिलो बनेको छ। अब प्रवेश गरौं पहिलो विषयवस्तुमा, कसरी अध्यक्ष ओली आफ्नै सचिवालयभित्र अल्पमतमा पर्नुभयो र यो घेराबन्दी सुरु भयो। एकपटक सचिवालयभित्रको यो बदलिन्दो समीकरण हेरौं त। हिजोसम्म अध्यक्ष ओलीका अत्यन्तै निकट मानिने विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ र शङ्कर पोखरेल जस्ता हस्तीहरू अहिले सिधै राजीनामा र पार्टी पुनर्गठनको पक्षमा उभिएका छन्। अर्कोतिर रामबहादुर थापा बादल र महेश बस्नेत जस्ता सीमित नेताहरू मात्र उहाँको पक्षमा अर्थात् वफादार देखिनुहुन्छ। हेर्दा हेर्दै शक्ति सन्तुलनमा कति ठूलो फेरबदल आएको छ, होइन त? आखिर यो अवस्था कसरी आयो त? धेरैले यसलाई युज एन्ड थ्रो अर्थात् प्रयोग गर्ने र फ्याक्ने नीतिको गम्भीर असरको रूपमा औल्याएका छन्। यसको अलिकति पृष्ठभूमि हेरौं। 2070 सालतिर फर्किने हो भने संसदीय दलको नेता बन्न वामदेव गौतमसँग आन्तरिक सम्झौता भएको कुरा स्रोतहरू बताउँछन्। तर काम सकिएपछि गौतम लगायत प्रमुख नेताहरू बिस्तारै किनारा लाग्दै गए अनि अहिले 2082 सालसम्म आइपुग्दा वर्षौंदेखि सञ्चित त्यही असन्तुष्टि विस्फोट भएको छ। हिजोका तीनै पूर्व सहयोगीहरूबाट अहिले चर्को विद्रोह र दबावको सामना गर्नु परेको छ। यसै सन्दर्भमा राजनीतिक विश्लेषक प्राध्यापक लोकराज बरालको यो कडा टिप्पणी हेरौं। उहाँले स्पष्ट शब्दमा भन्नुभएको छ, यो ओलीको पद लोलुपता बाहेक केही होइन। परिवर्तनको चेतनालाई उनले बुझ्नै सकेनन्। यो मूल्याङ्कनले ओलीको नेतृत्व शैलीलाई लिएर बाहिर कस्तो धारणा बनिरहेको छ भन्ने प्रश्न पार्छ। अब कुरा गरौं अहिले तत्कालीन नेतृत्वमाथि राजीनामाको यति ठूलो दबाव किन र कसरी पर्यो भन्ने बारेमा। यो चुनावी तथ्याङ्कले विद्रोहको खास कारण झर्लङ्ग पार्छ। हेर्नुस् त, 2079 सालमा करिब 28,55,000 समानुपातिक मत ल्याएर पहिलो बनेको एमाले 2082 को निर्वाचनमा आइपुग्दा स्वात्तै घटेर 14,45,000मा खुम्चिन पुग्यो। मतमा आएको यो स्तरको भारी गिरावट कुनै पनि पार्टी संरचनाको लागि एउटा ठूलै भूकम्प हो नि। अनि यो अङ्क हेरौं, 49,614। यो पक्कै पनि कुनै सामान्य अङ्क होइन। आफ्नो सबैभन्दा सुरक्षित र बलियो प्रभाव क्षेत्र मानिएको झापा 5 मा अध्यक्ष ओली स्वयं बालेन्द्र शाहसँग यति भारी मतान्तरले पराजित हुनुभयो। यो अनपेक्षित हार एमालेको लागि मात्र होइन, ओली स्वयंको राजनीतिक जीवनकै लागि निकै ठूलो धक्का थियो। यस्ता गम्भीर पराजयहरूपछि पार्टीभित्र हलचल नहुने कुरै भएन। सचिवालय बैठकमा सचिव शेरधन राईले राखेका यी बुदाहरूले भित्रको आक्रोश झल्काउँछन्। उहाँका मागहरू निकै आक्रामक छन्। विगतका चुनावी पराजयको निर्मम समीक्षा हुनैपर्ने, व्यापक संगठनिक सुधार गर्नुपर्ने र पार्टी पुनर्गठनकै लागि भनेर एउटा विशेष कार्यदल गठन गर्नुपर्ने। नेतृत्वलाई दिएको यो एकदमै प्रत्यक्ष र स्पष्ट दबाव हो। यी सबै घटनाक्रमलाई हेर्दै गर्दा अलिकति विगतसँग अहिलेको नैतिकताको तुलना गर्नै पर्ने हुन्छ। एकपटक 18 वर्ष अगाडि फर्कौं। सम्झिनुस् त, 2064 सालमा तत्कालीन महासचिव माधव कुमार नेपालले संविधान सभा चुनावको अनपेक्षित नतिजा आउने बित्तिकै कसैले माग्दै नमागी नैतिक जिम्मेवारी लिएर स्वैच्छिक राजीनामा दिनुभएको थियो। तर आज त्यति ठूलो हार र आफ्नै सचिवालयको यति तीव्र दबाव हुँदा पनि अध्यक्ष ओली राजीनामा नदिने अडानमा हुनुहुन्छ। यी दुई फरक दृश्यले पार्टीभित्र राजनीतिक जवाफदेहिताको ठूलो बहस छिडिदिएको छ। यसले अन्ततः नेपालको समग्र वामपन्थी आन्दोलनको भविष्यलाई कता डोर्याइरहेको छ त? यसमा प्राध्यापक कृष्ण पोखरेलको यो विश्लेषण एकदमै गम्भीर छ। उहाँ भन्नुहुन्छ, मैले चिनेको ओली वास्तवमा ओभररेटेड हुनुभयो। बरु कम्युनिस्ट आन्दोलन डुबोस्, पद नछोड्ने ठाउँमा पुगेको देखियो। राजनीति शास्त्रका विज्ञहरूबाट आएको यो भनाइले नेतृत्व कुन हदसम्म पुगेको छ र यसले कस्तो गम्भीर सङ्कट ल्याउन सक्छ भन्ने कुरा स्पष्ट रूपमा औल्याएको छ। त्यसैले विश्लेषकहरूको साझा र गम्भीर चिन्ता के छ भने, यदि यही अलोकप्रिय नेतृत्व र यथास्थिति नै कायम रहने हो भने यसले एमाले पार्टीको मात्रै होइन, नेपालको सिङ्गो वामपन्थी आन्दोलनकै अवसानको अन्तिम बिन्दु कोर्न सक्छ। यो साँच्चै नै विचारणीय पक्ष हो।
अन्तमा यी सबै घटनाक्रमले एउटा अत्यन्तै पेचिलो प्रश्न उब्जाएको छ के ओलीको यो हठले वामपन्थी आन्दोलनलाई अन्तिम अवसानतर्फ नै धकेल्नेछ कि यो भयानक सङ्कटबाट पाठ सिकेर पार्टी पुनर्गठनको कुनै नयाँ बाटो तय हुनेछ आगामी दिनका राजनीतिक घटनाक्रमले नै यसको जवाफ दिनेछन्